So guys, welcome to my this new one video Sujan Fitness. मैले चाहिँ भिडियो नहालेको चाहिँ धेरै भइसक्यो, लगभग 2-3 विक जति भइसक्यो। त्यसको नि एउटा कारण छ। अनि अब कतिपय दाइहरूले भन्नुहुन्छ तपाईले ट्रेनिङ गरेको भिडियो किन हाल्नुहुन्न भनेर। मेरो चाहिँ त्यसमा ठुलो कारण छ के दाइ। मैले चाहिँ 16 गतेदेखि ट्रेनिङ गर्न छोडेको हो। अनि चाहिँ 16 गतेदेखि मैले एकचोटी मात्र ट्रेनिङ गरेँ हैन। अनि आज चाहिँ हो त्यो तपाईको क्वेशनको एन्सर मैले भन्ने। अनि अर्को क्वेशनको एन्सर चाहिँ दाइ तपाईको ब्रेकअप स्टोरी सुनाउनु न, लभ स्टोरी सुनाउनु न भनेको चाहिँ त्यो चाहिँ मेरो प्राइभेसी हुन्छ भाइ, मेरो पनि हैन। अब तिमीले भन्ने बित्तिकै जे पनि गर्न त मिलेन नि त। मैले त्यो चाहिँ मेरो प्राइभेसी हो। अनि एउटा सानो कुरा चाहिँ भन्छु, उले राम्रो पाएर छाडेको हो। तिमी त्यसरी लभमा कहिले नफस्नु। पहिला म नै भन्ने मान्छे हो कि ट्रेनिङमा लभले के इफेक्ट पार्दैन भनेर, तर अहिले म आफै भन्छु कि ट्रेनिङमा लभले ठुलो इफेक्ट पार्छ भनेर। सो आजको यो भिडियोमा चाहिँ म के भन्छु भन्दै चाहिँ हामीले ट्रेनिङ चाहिँ अब दिनमा कति घण्टा गर्नुपर्छ त भन्छन् नि। अब कतिपय मान्छेहरूले चाहिँ हामीले 24 घण्टामा मानौँ, अब 24 घण्टामा हामीले 20 घण्टा ट्रेनिङ गर्यो भन्दै चाहिँ खतरा मसल्स ग्रो अप हैन, त्यो पुरै कटहरू दिन्छ भन्ने लाग्छ होला। तर त्यस्तो हुँदैन है। हाम्रो त्यतिबेला चाहिँ हाम्रो मसल्स टुट्छ क्या, त्यस्तो बेसी ट्रेनिङ गर्यो भने चाहिँ। हामीले ट्रेनिङ गर्ने भनेको चाहिँ टक्क अब 100% मा हामीले 30% मात्र है हामीले ट्रेनिङ गर्नु पर्ने भनेको 30% मात्र हो। बाँकीको 70% हाम्रो डाइटमा, रेस्टमा, स्लिप, रेस्ट हो त्यस्तै हुन्छ नि। हो त्यस्तोमै जान्छ के। अनि हामीले जति ट्रेनिङ गर्यो त्यति चाहिँ बढ्ने हैन, टक्क रेगुलर गर्ने हो, तर कम समय गर्ने हो। सो आजको भिडियोमा चाहिँ मेरो यति नै हो। र मेरो चाहिँ ट्रेनिङ गरेको भिडियोहरू बिस्तारै बिस्तारै आउँछ, म बिस्तारै मुभ अन भएर हाल्छु म। अनि अर्को कुरा चाहिँ अब तपाईहरुलाई अब कुनको आवश्यक पर्छ भन्नु हैन। ट्राइसेप, बाइसेप, ब्याकसेप, चेस्ट, प्याक, लेग त्यस्तोको चाहिन्छ भन्दै चाहिँ मलाई कमेन्ट गर्नु तपाईले। म तपाईहरुले जहिले कमेन्ट गर्नुहुन्छ म त्यति बेला हाल्दिन्छु। ट्रेनिङ गरेको भिडियो चाहिँ मेरो बिस्तारै आउँछ हैन। सो अझै सपोर्ट गर्दै जानु होला। अहिले 140 सब्स्क्राइबर पुगेको छ। सो अझै सब्स्क्राइब गर्दै जानु होला। सो मेरो चाहिँ युट्युब च्यानल अनि कुन तरिकाले गर्ने त भन्ने हो त्यस्तो कमेन्टमा भन्नुस्। म तपाईहरुको लागि कमेन्ट हेरेर म त्यस्तो भिडियो हाल्दिने छु। जस्तो कमेन्ट आउँछ त्यस्तो भिडियो हाल्दिने छु। सो अनि त्यो दाइको ब्रेकअप भएको स्टोरी चाहिँ म भन्दिनँ है। म त्यस्तो चाहिँ भन्दिनँ नि त। त्यो चाहिँ मेरो अब आफ्नो पर्सनल कुराहरू, अब आफ्नो प्राइभेसी भन्ने पनि हुन्छ। त्यस्तो चाहिँ म भन्दिनँ। सो अरु केही कुरा फिटनेसको बारेमा, ट्रेनिङको बारेमा केही जानकारी छैन, केही थाहा छैन, केही भन्नुपर्ने छ भन्दै चाहिँ भन्दा हुन्छ। म त्यस्तो बारेमा चाहिँ भनिदिन्छु। तर म आफ्नै त्यो बिल्लाको कुरा चाहिँ म गर्दिनँ। सानो टिप उस चाहिँ भनिदिन्छु, हिन्ट चाहिँ भनिदिन्छु। उसले नै छाडेको मलाई अर्को राम्रो पाएर। सो हामीले चाहिँ ट्रेनिङ गरेमा चाहिँ लभमा चाहिँ कहिले नफसौँ क्या। त्यो लभमा फसेपछि ट्रेनिङ गर्न छाड्छ क्या सबैले। अब ब्रेकअप हुन्छ त्यहाँबाट त्यही धुनमा हुन्छ। कतिले त अब गलत बाटो पनि अपनाउँछ, चुरोटहरू खान्छ, गाँजाहरू खान्छ हैन। त्यस्तो बाटो नअपनाऊ र बरु अझै त्यसलाई सम्झेर बरु अझै हार्ड ट्रेनिङ गरिदिउँ, 2 रिपिटेसन बढी हान्दिउँ बरु हैन। सो म चाहिँ त्यति नै भन्छु। सो लभ चाहिँ हामीलाई त्यस्तो फाप्दैन रे के। ट्रु लभ यदि तिमी लोयल छौ भनेदेखि तिम्रो केटी लोयल हुँदैन है। सो लभ चाहिँ नगरौँ, बरु टक्क ट्रेनिङ जितना गरौ के। त्यति हो गाइज।